नमस्कार, म हरि अधिकारी, नेपाली सांकेतिक भाषाको शिक्षक। आजको सांकेतिक भाषा तालिम कार्यक्रममा तपाईलाई स्वागत छ। आज नु लागेका शब्दहरू क्रियासँग सम्बन्धित शब्दहरू सिकाउँछु। गर्नु भन्दाखेरि यसो गर्ने, गर्नु। त्यसै गरेर बस्नु भन्दा दुईटै हातमा मुठी पार्ने र यसरी गर्ने, बस्नु भन्ने। उठ्नु भन्दाखेरि यसरी उठ्नु भन्ने, उठ्नु। त्यसै गरेर काम गर्नु भन्दा दुईटै हातमा मुठी गर्ने र यसरी काम गर्नु भन्ने, यसरी। चिन्नु भन्दा च अक्षरलाई यहाँ राख्ने र अगाडि लाने, चिन्नु भन्ने, यसरी चिन्नु। अनि सम्झनु भन्दा स अक्षरलाई यहाँ दुई पटक गर्ने, सम्झनु भन्ने, यसरी सम्झनु। त्यसै गरी बिर्सनु भन्दा यसरी यसो गर्दा पनि बिर्सनु भयो, यसो गर्यो भने पनि बिर्सनु भयो, बिर्सनु। अनि छान्नु, छान्नु भन्दाखेरि यसरी गर्ने, छान्नु, छान्नु भन्ने एकपटक मात्रै। अनि रोज्नु भन्दाखेरि हत्केलो थाप्ने, यसै गरेर अघि छान्नु भन्ने जस्तै यसो गरेर दुई पटक गर्ने, रोज्नु, रोज्नु यसो गर्ने। विचार गर्नु, त्यो रमलाले यहाँ विचार गर्नु भन्ने, यसरी विचार गर्नु। विश्वास गर्नु, घाँटीमा यसरी समाउने, गर्ने, थोरै टाउको हल्लाउने, विश्वास गर्नु, विश्वास गर्नु। त्यसै गरेर कल्पना गर्नु, यहाँ छुने अनि यसो गर्ने, कल्पना गर्नु। बटुल्नु, सङ्कलन गर्नु, यसरी जम्मै हुम्लाले जम्मै हातले यसो गर्ने, बटुल्नु, सङ्कलन गर्नु भन्ने। खर्च गर्नु, त्यो राम्रो यसो गर्ने, अर्को त्यो राम्रो यसो गर्ने, यसो गर्ने, खर्च गर्नु। राख्नु, यो देब्रे हात अथवा एउटा हात उतार्नु पर्ने, अर्को हात यसो गर्ने, छोपे जस्तो गर्ने, राख्नु, राख्नु। फाल्नु, अघि राखेको ठाउँलाई अब यसो गर्ने, फाल्नु, फाल्नु भन्ने, यसरी फाल्नु। चोर्नु, चोर्नु भन्दा गर्ने, आफूतिर ल्याउने, चोर्नु भन्ने। सर्नु, ठाउँबाट यसरी सर्नु, सर्नु। घुम्नु, घुम्नु, घुम्नु गर्ने। हिँड्नु, यसरी दुईटा खुट्टा बनाउने, यसरी खुट्टा अब अगाडि जाने गर्ने, हिँड्नु। त्यसै गरेर टेक्नु, अब टेक्नु, खुट्टाले यसरी टेक्नुहुन्छ भने अब कुनै देश पुग्यो, त्यो ठाउँ पुग्यो, टेक्यो भन्ने हो नि, टेक्नु, टेक्नु।